परिचय 5। परमेश्वरको वचन बाइबलसँग हिँड्दै यसरी गर्नुहोस्। परमेश्वरको वचन बाइबलसँग हिँड्नु र बाँच्नु भनेको बाइबललाई परमेश्वरको वचन हुन दिनु हो। येशूले भन्नुभयो कि जो परमेश्वरका हुन् तिनीहरूले परमेश्वरको वचन सुन्छन् र बाइबलले येशूको गवाही दिन्छ। बाइबलले भन्छ, उहाँको वचन तिमीहरूमा रहँदैन, किनभने जसलाई उहाँले पठाउनुभयो तिमीहरू उहाँमाथि विश्वास गर्दैनौ। तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने तिनै धर्मशास्त्र हुन्। प्रेरित यूहन्नाले एक पटक भनेका थिए कि आज्ञाहरू पालन गर्नु भनेको परमेश्वरलाई चिन्नु हो, तर परमेश्वरलाई चिनेको दाबी गर्नु र उहाँका आज्ञाहरू पालन नगर्नु झुट बोल्नु हो। धन्य हुन् ती मानिसहरू जसले परमेश्वरको वचन पढ्छन्, सुन्छन् र पालन गर्छन्। बाइबलले भन्छ, त्यो धन्य हो जसले अगमवाणीका यी वचनहरू उच्च स्वरले पाठ गर्दछ र धन्य हुन् तिनीहरू जसले सुन्दछन् र त्यहाँ लेखिएका कुरा पालन गर्दछन्, किनकि समय नजिक छ। ख्रिस्टियनहरूले यो बुझ्नु आवश्यक छ कि परमेश्वरको वचन जीवनको वचन बिना तिनीहरू जीवित छन् तर मृतकहरूभन्दा फरक छैनन्। बाइबलले भन्छ, परमप्रभु परमेश्वर भन्नुहुन्छ, यस्ता दिनहरू आउँदैछन् जब म देशमा अनिकाल ल्याउनेछु, जुन चाहिँ न त अन्नको अनिकाल न पानीको तीर्थ हो, तर परमप्रभुको वचन सुन्ने तृष्णाको अनिकाल हुनेछ। जसरी हामी भौतिक खाना नखाने बेला भोकाउँछौं, त्यसरी नै आध्यात्मिक खाना नखाने बेला पनि आध्यात्मिक रूपमा भोको महसुस गर्नुपर्छ। पानी बिना तिर्खाएको शरीर जस्तै हामीले पनि आध्यात्मिक तिर्खा महसुस गर्नुपर्छ। सबैभन्दा पहिले बाइबललाई परमेश्वरको वचनको रूपमा ग्रहण गर्न हामीलाई निष्कपट हृदय चाहिन्छ। बाइबलले भन्छ, यसकारण यसको निम्ति हामी पनि परमेश्वरलाई निरन्तर धन्यवाद चढाउँछौं कि तिमीहरूले हामीबाट सुनेका वचन जो वास्तवमा परमेश्वरको वचन हो, सो तिमीहरूले मानिसको वचन जस्तै होइन तर परमेश्वरको वचन जस्तै ग्रहण गर्यौ, जुन वचनले तिमी विश्वासीहरूमा काम गर्दछ। बाइबलले भन्छ, यहाँका यहुदीहरू थेस्लोनिकीहरूभन्दा बढी भला थिए किनभने तिनीहरूले पूरा उत्सुकता साथ वचन ग्रहण गरे र ती कुराहरू ठिकै त्यस्तै हुन् कि होइनन् भनी दिनहुँ धर्मशास्त्र छानबिन गर्थे। हामीले परमेश्वरको वचनलाई नम्रतापूर्वक प्रयोग गर्नुपर्छ। ख्रिस्टियन जीवनमा परमेश्वरको वचन जति धेरै जीवन बन्छ, परमेश्वर त्यति नै ठूलो हुन्छ। हामी जति सानो हुन्छौं, परमेश्वर त्यति नै बलियो हुन्छौं र हामी त्यति नै कमजोर हुन्छौं। जीवनको वचनमा साँच्चै बलियो हुनुको अर्थ यही हो। यसको अतिरिक्त हामीलाई बाइबल पढ्ने, सुन्ने र सिक्ने मात्र होइन, बाइबल पालना गर्ने र त्यस अनुसार काम गर्ने मनोवृत्ति चाहिन्छ। हामीले परमेश्वरको वचन मात्र सिक्ने र जान्ने मात्र हुँदैन, तर हामीले पालना गर्ने पनि हुनुपर्छ। बाइबलले भन्छ, आज मैले तिमीहरूलाई दिएको आज्ञा तिमीहरूका निम्ति साह्रै गाह्रो वा ठाडो छैन। हाम्रो निम्ति स्वर्गमा उक्लेर कसले त्यो ल्याइदिएर हामीलाई बताइदिने र हामी त्यो पालन गरौं भनी तिमीहरूले भन्नु पर्दैन, किनभने त्यो स्वर्गमा छैन। कसले सागर पारी गएर हामीलाई त्यो ल्याइदिएर हामीलाई सुनाइदिने र हामी त्यो पालन गरौं भनी तिमीहरूले भन्नु पर्दैन, किनभने त्यो सागरको पल्लो छेउमा पनि छैन। तर तिमीहरूले पालन गर्नलाई वचन तिमीहरूको नजिकै छ, तिमीहरूकै मुख र तिमीहरूकै हृदयमा छ। त्यसो भए हामी कसरी बाइबलसँगै हिँड्न सक्छौं? बाइबलसँगै हिँड्न पहिले यसलाई बाइबल पढाइमा आधारित गर्नुहोस्। बाइबलसँगै हिँड्ने धेरै तरिकाहरू छन्। बाइबल ध्यान, कण्ठस्थापन, बाइबल अनुसन्धान, बाइबल अध्ययन र बाइबल लेखन सबै राम्रा छन्, तर हामीले जे गर्छौं त्यसलाई बाइबल पढाइमा आधारित गर्नुपर्छ। बाइबलमा 66 पुस्तकहरू, 189 अध्यायहरू र 30,993 पदहरू छन्। यदि हामीले प्रतिदिन 10 पदहरू मनन गर्छौं, अध्ययन गर्छौं, कण्ठ गर्छौं र लेख्छौं भने बाइबल पूरा गर्न 8 वर्ष लाग्छ र यदि हामीले प्रतिदिन 1 अध्याय गर्छौं भने 3 वर्षभन्दा बढी समय लाग्छ। बाइबल पढ्नु आधारभूत आध्यात्मिक अभ्यास जस्तै हो। दोस्रो कुरा, बाइबल लिएर हिँड्नु दिनको पहिलो घण्टामा गर्नुपर्छ। हामीले बिहान उठ्नु आवश्यक छ। यदि हाम्रा प्राथमिकताहरू पछाडि धकेलिएमा हामी हार मान्ने गर्छौं। त्यसकारण हाम्रो दिनको पहिलो घण्टामा यदि हामी जीवनको वचनलाई पक्रिराख्न असफल भयौं र परमेश्वरको राज्यलाई चिन्न र स्वीकार गर्न सकेनौं र हामी उहाँका सन्तान हौं भने दिनको बाँकी समयबाट वचनसँग हिँड्न समय निकाल्न धेरै गाह्रो हुन्छ। तर यो धेरै महत्त्वपूर्ण छ। हामी दृढ हुनुपर्छ।
बाइबल भन्छ, तपाईका प्रतिज्ञाहरू माथि मनन गरौँ भनेर मेरा आँखा रातका पहरहरूमा खुल्ला रहन्छन्। बाइबल भन्छ, हे परमेश्वर, मेरो हृदय स्थिर छ। म गाउनेछु र मेरो सम्पूर्ण प्राणले म रात बजाउनेछु। हे बिदा र सारङ्गी जागा हौ, म प्रभातलाई जगाउनेछु। तेस्रो, बाइबलसँगै हिँड्नु हरेक दिन गर्नुपर्छ। परमेश्वरको वचन बाइबल हरेक दिन खानुपर्छ। परमेश्वरका जनहरू जस्तै इस्राएलीहरूले उजाड स्थानमा दैनिक खाना खाए। यदि हामी उहाँका जनहरू हौं, उहाँका सन्तान हौं भने हामीले परमेश्वरको वचन, आध्यात्मिक खाना हरेक दिन खानुपर्छ। हरेक दिन बाइबलसँगै हिँड्नको लागि यसलाई अध्यायहरूको सट्टा पृष्ठहरू अनुसार पढ्नु राम्रो हुन्छ। बाइबलमा 1750 पृष्ठहरू छन्, त्यसैले यदि हामीले प्रतिदिन 10 पृष्ठहरू पढ्यौं भने हामी वर्षमा 2 पटक बाइबल पूरा गर्न सक्छौं, र यदि हामीले प्रतिदिन 60 पृष्ठहरू पढ्यौं भने हामी महिनामा 1 पटक र वर्षमा 12 पटक बाइबल पूरा गर्न सक्छौं। चौथो, बाइबलसँगै हिँड्नु, हामीले हाम्रो बाँकी जीवनभर यो गर्नुपर्छ। परमेश्वरको वचन बाइबलसँगै हिँड्नु भनेको जीवनभर चल्ने प्रक्रिया हो। यो त्यस्तो प्रक्रिया होइन जुन हामी येशू ख्रीष्टमा विश्वास गर्न थाल्दा वा बाइबल अध्ययन र चेलापन तालिमको क्रममा वा हामी महत्त्वपूर्ण र जरुरी काममा व्यस्त नभएको बेला मात्र पार गर्छौं। यस संसारमा कसैले पनि भन्न सक्दैन, अब म बाइबल जान्दछु र यसको माध्यमबाट परमेश्वरलाई चिन्छु। बाइबलले भन्छ, जब तिनी आफ्नो राज सिंहासनमा बस्छन् तब पुजारीहरू जो लेवी हुन् तिनीहरूसित भएको व्यवस्थाको एक प्रति नक्कल एउटा पुस्तकमा तिनले उतारुन्। त्यस व्यवस्थाका सबै कुरा र यी विधिहरू होशियारी साथ पालन गर्नलाई सो पुस्तक तिमीसँग रहोस्, ताकि तिनले परमप्रभु आफ्ना परमेश्वरको डर मान्न सिकुन्। बाइबलसँगै हिँड्दै पाँचौं, हामीले यसलाई कहिल्यै पनि रोज्नु वा अलग गर्नु हुँदैन। बाइबल पढ्दा हामीले पुरानो नियमको उत्पत्तिबाट सुरु गर्नुपर्छ र नयाँ नियमको प्रकाशसम्म जानुपर्छ। सुरुदेखि अन्त्यसम्म सम्पूर्ण बाइबल पढेर हेर्नुको सट्टा हामीले हाम्रा मनपर्ने ठाउँहरू वा अध्यायहरू छनौट गर्नु र अलग गर्नु हुँदैन। हामीलाई पुरानो नियमका भजन संग्रह र हितोपदेशहरू र नयाँ नियमका सुसमाचारका पुस्तकहरू सजिलो लाग्न सक्छ, तर बाइबलको प्रत्येक पद, बाइबलको प्रत्येक अध्याय, प्रत्येक पुस्तकको प्रत्येक अध्याय, बाइबलको प्रत्येक पुस्तक र पुरानो र नयाँ नियम दुवै, सम्पूर्ण बाइबललाई राम्ररी जान्नको लागि पढ्नुपर्छ र अध्ययन गर्नुपर्छ। हामी कहिल्यै आध्यात्मिक रूपमा छनौट गर्न सक्दैनौं। यदि तपाईले केही पदहरू, अध्यायहरू वा पुस्तकहरू मात्र छनौट गर्नुभयो भने तपाई परमेश्वरको वचनको बाँकी भाग गुमाउँदै हुनुहुन्छ। सम्पूर्ण बाइबल एउटै खण्डमा एउटा आवाज हो। बाइबलसँगै हिँड्नु। छैटौं, हामीले वचनले भनेको कुरासम्म मात्र जानुपर्छ। हामीले यसलाई कहिल्यै जबरजस्ती व्याख्या गर्नु हुँदैन। बाइबल परमेश्वरको वचन हो। हामीले हाम्रो इच्छा, लोभ, बुझाइ र ज्ञानले बाइबलको व्याख्या गर्ने प्रयास गर्नु हुँदैन। बरु हामीले बाइबललाई हामीलाई के भन्न आवश्यक छ भनेर भन्न दिनुपर्छ। बाइबल भन्छ, उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको उल्लेख गरेका छन्। तिनमा कुनै कुनै कुराहरू बुझ्न कठिन छन् र अशिक्षित र चञ्चल मानिसहरूले यी कुराहरूलाई अरू धर्मशास्त्रहरूलाई जस्तै उल्टापाल्टा पार्छन् र आफ्नै विनाश ल्याउँछन्। त्यसकारण ख्रिस्टियनहरूले सधैँ हाम्रो निश्चित ज्ञान र अनुभवहरू वचनको अगाडि राख्नुपर्छ र वचन मार्फत बोल्नुहुने परमेश्वरलाई नम्रतापूर्वक भेट्नुपर्छ। बाइबलसँगै हिँड्नु। सातौं, स्मार्टफोन मार्फत होइन, वास्तविक पुस्तक पढ्नु राम्रो हो। बाइबल पढ्दा वा अध्ययन गर्दा हाम्रो आफ्नै बाइबल प्रयोग गर्नु राम्रो विचार हो। त्यसैले यो केवल एउटा पुस्तक मात्र होइन, तर मेरो आफ्नै वचनको पुस्तक हो। आवश्यक नभएसम्म बाइबल पढ्न वा सुन्न हाम्रो स्मार्टफोन प्रयोग गर्नु राम्रो होइन। बाइबललाई रेखाङ्कित र हाइलाइट गर्नाले र पश्चात्तापको आँसु र कृतज्ञता र प्रेरणाको आँसुको निशान छोड्दा बाइबललाई हामी जति धेरै पढ्छौं बहुमूल्य खजाना बन्नेछ। यदि हाम्रो घरमा आगो लागेको छ भने यो हामीले लिने पहिलो जीवन हुनेछ। आठौं, बाइबलसँगै हिँड्नु भनेको हाम्रो मातृभाषामा पढ्नु राम्रो हो। बाइबलको बारेमा जान्नको लागि सबैभन्दा राम्रो तरिका भनेको हामीलाई सबैभन्दा सहज लाग्ने भाषा, हामीले बुझ्ने भाषामा पढ्नु र अध्ययन गर्नु हो। कहिलेकाहीँ हामी अंग्रेजी पढ्नको लागि पनि अंग्रेजीमा बाइबल पढ्छौं, तर हाम्रो मातृभाषा नभएको भाषामा मात्र बाइबल पढ्नु ठिक होइन। विषयवस्तु अस्पष्ट मात्र हुने छैन, तर बाइबल पढ्न ढिलो हुने भएकाले हामी हार मान्नेछौं। बाइबलसँगै हिँड्नु। नवौं, धेरै सदस्यहरूसँग पढ्नु राम्रो हो।
एक्लै बाइबल पढ्नुभन्दा समूहको रूपमा एक अर्कालाई प्रोत्साहन र उत्प्रेरित गर्नु राम्रो हो। आफैबाट आध्यात्मिक रूपमा प्रेरित हुन धेरै गाह्रो छ। बाइबलले भन्छ, दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। एकजनालाई कसैले जित्ला तर दुईजनाले त आफ्ना सुरक्षा गर्न सक्छन्। 3 सुतले बाटेको डोरी चाँडै चुडिँदैन। कहिलेकाहीँ परमेश्वरको वचनको नजिक हुनको लागि आफूलाई अझ राम्रो गर्न प्रोत्साहित गर्न मैत्रीपूर्ण प्रतिस्पर्धा राम्रो हुन सक्छ। यदि यो प्रतिस्पर्धाको लागि हो वा हामी यसलाई गम्भीरतापूर्वक गरिरहेका छौं भने पनि महत्त्वपूर्ण कुरा यो हो कि हामी यो केको लागि गरिरहेका छौं। अनि अन्तिम कुरा, एक कथा राम्रोसँग अध्ययन गर्न हामीले यो गर्नुपर्छ। सर्वप्रथम हामीले राम्रोसँग सुन्नुपर्छ। सुरुका केही पटक शान्त र प्रार्थनापूर्ण हृदयले भिडियोहरू हेर्नुहोस् र सुन्नुहोस्। टाइपो र गल्तीहरू खोज्नुको सट्टा वा भिडियो सम्पादन सिपहरू हेर्नुको सट्टा हामीले परमेश्वरले हामीलाई के भनिरहनु भएको छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ। हामी आँखा बन्द गरेर सुन्न सक्छौं। 2 अनि हामीले यसलाई राम्रोसँग खोज्नुपर्छ। भिडियो फेरि हेर्नुहोस्, बाइबल पद देखा पर्ने स्क्रिन रोक्नुहोस्, हाम्रो बाइबल खोल्नुहोस्, यसलाई जाँच गर्नुहोस् र यसलाई रेखाङ्कित गर्नुहोस्। हामी यसलाई हाइलाइट पनि गर्न सक्छौं। म सबैलाई दिइएका बाइबल पदहरू खोज्न प्रोत्साहित गर्दछु। यो पदहरू कण्ठ गर्ने बारेमा होइन, तर आफैले पुष्टि गर्न दिइएको पदहरू जाँच गर्ने र रेखाङ्कित गर्ने बारेमा हो। 3 हामीले यसलाई दोहोर्याउनु पनि पर्छ। भिडियोहरू फेरि हेरेर र सुनेर पछाडि फर्केर हेर्नुहोस् र भिडियोहरूको सुरुदेखि अन्त्यसम्म खोजिएका पदहरू पढ्नुहोस्। यदि वचन साकार भयो र पहिचान भयो भने हामीले आत्मामा बढी भर पर्नुपर्छ र हाम्रो हृदयमा हामीले चिनेको परमेश्वरको वचनलाई गुमाउन प्रार्थना गर्नुपर्छ। यसरी नै हामीले भिडियोहरू पुनः हेर्नुपर्छ। कृपया हामीले यसलाई एक पटक सुनेर भन्नु हुँदैन कि हामीलाई सबै कुरा थाहा छ। हामी भन्न सक्छौं कि हामी यसलाई जान्छौं तब मात्र जब यो हाम्रो कार्यहरूमा देखिन्छ र जब यो हाम्रो जीवनमा आध्यात्मिक बानी बन्छ। एक कथा मार्फत हामी उत्पत्तिदेखि प्रकाशसम्म बाइबल हेर्नेछौं। पुस्तक, किताब, पाइला ढुङ्गाहरू सहित हामी बाइबल हेर्नेछौं। युगलाई पार गर्ने बाइबल, अनन्त बाइबल। म फेरि प्रार्थना गर्छु र प्रार्थना गर्छु कि परमेश्वरको अनुग्रह र शक्ति अन्तसम्म हामीसँग रहोस्। एक ख्रिस्टियनको जीवन जसले बाइबललाई आफ्नो जीवन जस्तै धारण गर्छ, त्यो उनीहरूको जीवन जारी रहन्छ।